छुट्टिएका ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिन खोजे, तर साइकल चालकलाई भने वास्तै गरेनन्। उनले आफ्नो गल्ती नभएको र साइकल चालकको गल्ती भन्दै स्पष्टीकरण दिएपछि छुटकारा पाए। यो त एउटा उदाहरण भयो। यस क्षेत्रको दृश्य देख्दा लाग्छ कोही पनि सुरक्षित छैनन्। न त सवारी चालकहरूले नै सावधानी अपनाएको देखिन्छ, न त सडक प्रयोगकर्ता पैदल यात्रुहरूले नै। उनीहरू जथाभावी हिँडेको देख्न सकिन्छ। पैदल यात्रुहरूले जथाभावी बाटो काटिरहेको भए पनि उनीहरूलाई सम्झाउन यहाँ कार्यरत ट्राफिक प्रहरीहरू पनि सक्रिय छैनन्। उनीहरू सवारी साधनलाई रोक्दै र चल्न निर्देशन दिँदैमा ठिक्क छ। यस क्षेत्रमा बिहान 2 जना र दिउँसो 3 जनासम्म ट्राफिक प्रहरी सडकमा खटिने गर्छन्। यति थोरै जनशक्तिले यहाँको ट्राफिक व्यवस्थापन मिलाउन सकिन्छ भनेर भन्न सकिने अवस्था पनि छैन। कोटेश्वर जस्तो व्यस्त सडकमा ट्राफिक लाइट पनि राम्रो छैन। यात्रुका लागि बाटो काट्न राखिएको ट्राफिक लाइट बल्ने समय र कार्यरत ट्राफिक प्रहरीले दिने निर्देशन पनि मिल्ने गरेको छैन। कतिपय समयमा त रातो बत्ती बलिरहेकै अवस्थामा नै बाटो काट्न ट्राफिक प्रहरीले निर्देशन समेत दिने गरेका कारण यहाँका सडक प्रयोगकर्ताहरू आफै दिक्क छन्। सडक प्रयोगकर्ताहरूका लागि यहाँको जेब्रा क्रसिङ पनि प्रष्ट छैन। कमसेकम एयर भएको भए सजिलो हुन्थ्यो, किनभने यसोमा अब के हामी बाटो हिँडिरहेको छैन, चट्ट यता बत्ती बल्छ होइन, तपाईँ रातो बत्ती बन्द हुन्छ, हरियो बल्छ होइन, हरियो बल्ने बित्तिकै कहिलेकाहीँ झप्प गडिया हुन्छ होइन, कहिलेकाहीँ त डरले लागेको हो। तर जे होस् अहिलेसम्म ठिकै जस्तो देखाएको छ। जस्तो यो बाटो तपाईँ बिचबाट क्रस गर्नु भने तपाईँ जेब्रा क्रसिङ नभेटेर यहाँ के भएर तपाईँ बिचबाट क्रस गर्नु भएको तपाईँ? होइन त्यस्तो त होइन, क्रस गर्नुपर्छ उताबाट होइन, त्यो अब कहिलेकाहीँ होइन मेन ट्राफिकलाई रोक्नुपर्ने हो क्या वास्तवमा। यात्रुलाई त हतार हुन्छ होइन, यात्रुलाई हतार हुँदै आफू थाहा हुँदै पनि कहिलेकाहीँ होइन गल्ती गरिन्छ होइन। यस्तोमा के भयो भने अब ट्राफिक दाइले अलि उ गरिदिनु पर्यो कि हो। कतिको सुरक्षित लाग्छ तपाईँलाई यो बाटो हेर्दाखेरि हिँड्दाखेरि? होइन खासै सुरक्षित त देखिएको छैन। अब क्रस गरेर त आफू चाहिँ सजग हुनु परिहाल्यो होइन, भए पनि अब स्कुल जाने बच्चाहरूलाई चाहिँ अलिकति गाह्रो हुन्छ अरूलाई, तर आफूले रुल्स फलो गर्ने त आफूले हो नि त। कतिको मान्छेहरूले फलो गरेको देखिन्छ? प्रायले गरेको देखिँदैन। केको अभाव होला जस्तो लाग्छ तपाईँलाई? के को हो नि, अब शिक्षाकै त होला नि। पैदल यात्रीहरूलाई सडक प्रयोगको विषयमा कसैले पनि जनचेतना नजगाएका कारण थाहा नहुन सक्छ। तर सवारी चालकको लाइसेन्स लिएर सडकमा सवारी चलाइरहेकाहरू समेत ट्राफिक नियम पालना नगर्ने गरेको ट्राफिकहरूको गुनासो छ। चालकको लाइसेन्स लिँदा ट्राफिक नियमबारे प्रश्न हुने गर्छ भने त्यसका सङ्केतहरूका विषयमा पनि जान्न जरुरी हुन्छ। जथाभावी ओभरटेक गर्ने, लेन मिच्ने, सवारीको रूप परिवर्तन गर्ने, चर्को आवाजयुक्त हर्न राख्ने जस्ता कार्यहरूमा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको भए पनि त्यस्तो कार्य अझै रोकिएको छैन। यी सवारी चालकका विचारमा मानिसमा जनचेतनाको अभाव छ। सुरक्षित छैन हेर्नुहोस्, किनभने अब बाइकमा पनि केटाहरू देख्नु आफ्नो यङ केटाहरू अलिक प्लस टू पढ्ने यस्ता आफ्नै ताली हुर्काएर हिँड्छन्। यो ट्याक्सीवालाहरू यो मिनी माइक्रोवालाहरू छन् नि, तपाईँको अन्धाधुन ट्राफिकको नियमको रुल छैन, आफ्नो अनुकूल ठाउँमा मन लागि रोक्ने, मन लागि त्यो पार्किङ पनि ठाउँमा छन् होइन, त्यो सुरक्षित त छैन। कति पछाडिबाट ठोक्ने हो कि यताबाट धोक्ने हो कि भन्ने अनेक किसिमको डर छ क्या। म त सकेसम्म विचार गर्छु होइन, सुरक्षित कसरी चाहन्छ होला चलाउनलाई। मैले पनि एकदम प्रयास गर्छु, मैले यसो दायाँ बायाँ हेर्ने यताउता आफू चाहिँ प्रयास चाहिँ गरिराखेको हुन्छु। अहिलेसम्म त सेफै छौँ भन्नु पऱ्यो। जनचेतना पनि छैन भनौँ न, हामी पनि त्यसो खासै केही पनि देखिरहेका छैनौँ। अनि यो ट्राफिकहरूलाई पनि मलाई खासै चित्त बुझ्दैन कि उहाँहरू चाहिँ वास्तवमा यो व्यवस्थित गर्नुभन्दा पनि अब आफ्नो चाहिँ भनौँ न सिधै साथी भन्ने पनि अनावश्यक दुःख दिने, कहाँ चाहिँ तपाईँको ट्राफिक जामहरू छन् यस्तो ठाउँमा कहाँ तपाईँको गएर चाहिँ तपाईँको आफ्नो कर्तव्य पुरा गर्नुपर्ने त्यहाँ नगइकन कता ट्राफिक के अरे सवारी साधन धनीहरूलाई यिनीहरूलाई चाहिँ दुःख दिने पैसा किसिमको असुल्ने सिधै भन्नुपर्दाखेरि होइन भाषामा त्यहाँतिर बढी फोकस हुन्छ। व्यवस्थित गरौँ है यसो गर्दाखेरि भने त्यहाँतिर चाहिँ बढी ध्यान भन्दा पनि आफ्नो चाहिँ
स्वार्थ फाइदाको लागि चाहिँ बढी उनीहरूले खटिने देखा हुनाले त्यसले पनि अलिकति उहाँहरूको पनि कमजोरी छ कि हो। अहिलेका विद्यार्थीहरूमा जनचेतनाको अभाव पनि देखिने गरेको छ। कोटेश्वरको यो सडकको मध्य भागबाट बाटो काटिरहेका यी विद्यार्थी आफूलाई जेब्रा क्रसिङ र ट्राफिक लाइटका विषयमा कसैले पनि केही नसिकाएको बताउन पछि पर्दैनन्। अनि जेब्रा क्रसिङ कुन हो थाहा छैन। हुन त उच्च शिक्षा हासिल गरिसकेकाहरूमा पनि यस्तो कमजोरी देख्न सकिन्छ। यी मानिसहरूमा ट्राफिक नियमको ज्ञान नभएको होइन, तर यसरी सडकको छेउमै बस्दा दुर्घटनामा परिएला भन्ने डर भने छैन। साथी कुद्न बसेका यिनीहरू हतार भएका कारण आफूहरू यसरी छेउमै बसेको भन्दै पन्छिने प्रयास गर्छन्। अझ सार्वजनिक सवारी साधनहरूको कुरा गर्ने हो भने त ट्राफिक नियम मिच्ने प्रवृत्ति ठूलो छ। यो दृश्यमा देख्न सकिन्छ उनीहरूले सवारी रोक्न नपाउने स्थानमा सवारी रोकेका छन् र यात्रुहरूलाई ओह्राल्ने तथा चढाउने गरेका छन्। क्यामेरा देखेपछि उनीहरू चर्को हर्न लगाउँदै सवारी रोकेर ओह्राल्ने र चढाउने स्थानमा पुर्याउने गर्नुले पनि उनीहरूमा ट्राफिक नियमको चेतना हुँदाहुँदै पनि अटेर गर्ने गरेको प्रवृत्ति देख्न सकिन्छ। गाविस सचिवले एकलौटी ढङ्गले गरिरहेको खर्च र त्यसको पारदर्शिताको प्रश्न। महिलाको लागि अब बजेट चाहिँ तपाईँहरूले अन्त हाल्नु पाउनुहुन्न भनेर चाहिँ हामीले बाहिरबाट भने नि ढोका ढौडाउने झाल ढौडाउने काम चाहिँ गरेका छु। गाउँमा दिइने धम्की, त्रास र त्यसले सिर्जना गरेको अराजकता। जिल्ला स्तरीयकै कार्यकर्ताले मलाई फोन गरेर त भूमि अधिकारको झोला बोकेर भूमि अधिकारको कुरा गर्दै हिँडिस् भने तेरो फुट्टा भाँच्छु भनेर भन्नुभयो। उज्यालोको प्रस्तुति कार्यक्रम सुनौलो भविष्य गाउँ बस्ती छर्लङ्गै यो हप्ता रसुवाको धैबुङमा सोमबार र बुधबार राति 9:05 मात्र हिमालय टेलिभिजनमा। काठमाडौँको कोटेश्वर क्षेत्र मात्र होइन, ललितपुरको ग्वारको क्षेत्र पनि बढी दुर्घटना हुने क्षेत्र मध्येको एक हो। हेरौँ हाम्रो दोस्रो रिपोर्ट। दर्शकवृन्द, यति बेला ललितपुरको ग्वारको क्षेत्रमा छौँ। यो क्षेत्र ललितपुरको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रूपमा मानिन्छ। कोटेश्वरदेखि सातबाटोसम्मको करिब 3 किलोमिटरको यो क्षेत्रमा खुल्ला सडक भन्दै तीव्र गतिमा सवारी चलाउने गरेको देखिन्छ, जसका कारण यो क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ। यो क्षेत्रमा दैनिक जसो 30,000 भन्दा बढी सवारी साधनहरू गुड्ने गरेका छन्। हामी यहाँ पनि देख्न सक्छौं मानिसहरूले ट्राफिक नियमको पालना गरेका छैनन्। यहाँ कार्यरत ट्राफिक प्रहरीहरू सवारी साधनहरूको आवत जावत मिलाउन व्यस्त छन्। उनीहरू दिनभरि नै यस क्षेत्रमा यसरी नै खटिनुपर्छ र बाटो सहज बनाउन लाग्नुपर्छ। तर यी सवारी चालकहरू ट्राफिक नियम पालना गर्नुभन्दा आफूहरूलाई हतार भन्दै नियम मिच्ने प्रयासमा देखिने गरेका छन्। यसरी दिनभरि नै सडक सुचारू गराउन लाग्ने ट्राफिक प्रहरीहरूले सडक र सवारीका विषयमा कस्ता समस्या बेहोरेका छन् त? सातबाटो ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक जेजङ कार्की ट्राफिकहरूले बेहोर्ने समस्याबारे यसरी बताउँछन्। कतिपयहरूलाई जानी पनि बुझ पचाएको जस्तो देखिन्छ। उहाँहरूलाई थाहा छ जथाभावी बाटो क्रस गर्नु हुँदैन भन्ने थाहा छ, हुँदाहुँदै पनि यो हतार गरेर जताभावी त्यतैबाट बाटो क्रस गर्ने चाहिँ अहिलेसम्म प्रवृत्ति भेटिरहेको छ। हामीहरू एकतिर रोकेर सम्झाउँछौँ, सम्झाउँदै उहाँहरू चाहिँ ट्राफिक एकछिन यहाँ रोकिन्जेलसम्म उहाँहरू हो है गरेर जस्तो गर्नुहुन्छ। तर ट्राफिक दायाँ लाग्यो कि उहाँहरूले बुझ पचाएर जताभावी त्यतै जेब्रा क्रसबाट बाटो नकाटिकन अर्कोतिरबाट काट्दैन। चालकहरूको लापरवाही धेरै मात्रामा त्यो हुन्छ। अनि अब चालकहरूलाई पनि पर्याप्त जनचेतना नपुगेको हुनसक्छ। त्यसै गरी खुला सडक अब अलिकति बढी स्पिड हुने किसिमको त्यस्तो हुन्छ। त्यहाँमाथि पैदल यात्रीहरू पनि लापरवाही छ, त्यसमा त्यो देखिन्छ। यसै विभिन्न कारणले गर्दा चाहिँ दुर्घटनाहरू अलिकति बढेको हुन्छ। जनचेतना हुँदाहुँदै पनि पालना नगर्ने। जनचेतना उहाँहरूलाई थाहा छ, जानकारी छ, मैले यसो गर्नु हुँदैन, मैले जेब्रा क्रसबाट पार गर्नु छ, फुटपाथबाट सडकबाट हिँड्नु हुँदैन, साइडबाट हिँड्नुपर्छ भने थाहा हुँदाहुँदैहरू पनि लापरवाही किसिमको लापरवाही गरिदिने, पैदल यात्रीहरूले पनि लापरवाही गरिदिने किसिम कतिपय घटना दुर्घटनामा त्यस्तो अवस्था देखिएको छ। गाडी सँगै गइरहेको हुन्छ, बाटो खाली छ, जाम भएको अवस्था पनि हुँदैन, ओभर स्पिड आइदिने, ओभरटेक गरेर जाने, त्यो लापरवाही देखिएको छ। योभन्दा केही अलि 2-4 दिन अगाडि पनि एक्सिडेन्ट भएको थियो। त्यो अब यता बाटो खाली छ, खाली हुँदाहुँदै पनि फुटपाथ पुरा छैन, साइड पिचभन्दा तलतिरको बाटोबाट गाडी
बाइकहरू दौडाउने, त्यसपछि दौडाएर माथि ओभरटेक गर्न खोज्दाखेरि चाहिँ एक्सिडेन्ट भएको घटनाहरू जसले गर्दाखेरि एकजना व्यक्तिको चाहिँ निधन पनि भएको छ। उनले भने जस्तै सवारी चालकहरू पनि पैदल यात्रुहरूमा जनचेतना कम भएको बताउन पछि पर्दैनन्। जेब्रा क्रसिङ, ट्राफिक लाइट, ट्राफिक चिन्हका संकेतहरू पर्याप्त नहुनुले पनि मानिसहरू बढी दुर्घटनामा पर्ने गरेका छन्। यी सवारी चालकको विचारमा मानिसहरू दुर्घटनाबाट आफै सचेत बन्न जरुरी छ। प्रायः जस्तो अब हामी यो घरको एरियामा र यो सातोबारदेखि कोटेश्वर एरियामा चाहिँ हाइवे प्रायः जस्तो खुल्लै बाटो जस्तो गरेर अब स्टेट बाटो भएको क्रमले स्पिड हिँड्छन्, तर मान्छेहरूले चाहिँ कस्तो भन्दा होसियारीको रूपमा र गाडी आफ्नो साधनहरू नहेरिकन बाटो सर्टसर्टै काटेर धेरै नै दुर्घटना भएको देखिन्छ यहाँतिर चाहिँ होइन। प्रायः जस्तो बाइकहरू पनि त्यस्तै गरेर ओभर अब जुनसुकै आफ्नो स्टाइलै देखाएर हिँडेको हुन्छन्। प्रायः जस्तो दुर्घटना बाइकहरूबाट नै हुन्छन् र अब यहाँ चेकपोस्ट एरियातिर यस्तो भनेको कुरो प्रायः जस्तो जाम भयो भने चाहिँ अलिक भयो। प्रायः जस्तो अब ट्राफिकले पनि कन्ट्रोल गर्न पनि के सक्नु र अब नेपालमा प्रायः जस्तो त्यत्रो गाडीहरू हिँडिरहेको हुन्छन्, नियम पालना छैनन्। आफ्नो जता लाग्न इच्छा लाग्छन् त्यतातिर नै लाग्छन् होइन। अब जुन यता साइड होस् उता साइड होस् आफ्नो अब जुनैसुकै जताबाट नै आफ्नो बिजीको टाइममा अब आफ्नो जुन बाटो लाग्नु छ त्यतै बाटोबाट लागिहाल्छन् होइन। कुनै कुनै त अब गाडी देख्दा देख्दै अगाडि आउँछ होइन। अब सबै त्यही रूपको पनि हुँदैन। अब नेपालमा अलिकति कसो भन्दाखेरिमा सबै अलिक मान्छे चाहिँ अलिक पेलुवै हुन्छ कि ड्राइभरदेखि लिएर जोसुकै भयो भने यसले चाहिँ के गर्न सक्छ होइन, मै अगाडि बढ्छु भन्ने कुराहरू त्यस्तो गरेर नै धेरै दुर्घटना भयो जस्तो लाग्छ कि। सडकको छेउमा पसल गर्ने यी महिला पनि सडक दुर्घटनामा सवारी चालकहरूको लापरवाही बढी हुने गरेको बताउँछिन्। हिँड्न त 80 भए पनि के गर्ने र हिँड्नु परिहाल्यो, लाग्छ भनेर के गर्ने, हिँड्नु पर्यो। त्यहाँ के पुल छैन, हिँड्ने अर्को रास्ता छैन, बाटो काट्नु परिहाल्यो। दुर्घटना त हुन्छ। अब पुलिसहरूले पनि हेर्दै पनि हुन्छ दुर्घटना। अब के गर्ने, बाइकहरू चलाउनेले अब एउटाले अर्कालाई लाट ठोकाइदिन्छ, त्यतिकै दुर्घटना त भइहाल्छ। हुन त सडक दुर्घटनामा अधिकांश दोष सवारी चालकलाई नै दिने गरिन्छ, तर कतिपय समयमा भने उनीहरू मात्र दोषी हुँदैनन्। यो बागमती अञ्चलको यातायात विभाग अन्तर्गत लाइसेन्स तथा यातायात व्यवस्थापन विभागले प्रदान गर्ने लाइसेन्स परीक्षण गर्ने प्रणाली पनि दोषी छ। सबैलाई एकै प्रकारको लाइसेन्स दिने, हेभी गाडीका लागि पनि सामान्य गाडी चलाएकै भरमा लाइसेन्स प्रदान गर्ने जस्ता कार्यले लाइसेन्स लिने मानिसहरू अध्यक्ष हुने गरेको बताइन्छ, जसका कारण पनि सवारी दुर्घटना हुने गरेको छ। यो कार्यालयमा दैनिक जसो 1000 मानिस लाइसेन्स लिन आउने गरेका छन्। नियम अनुसार लाइसेन्स लिने मान्छेको शरीर स्वस्थ हुनुपर्छ, तर यहाँ स्वास्थ्य परीक्षणका लागि तोकिएको मूल्य नै न्यून देखिँदा जस्तो सुकै रोगीले पनि लाइसेन्स लिने सम्भावना देखिन्छ, जसका कारण पनि नेपालको लाइसेन्सले अहिलेसम्म अन्तर्राष्ट्रिय मान्यता पाउन सकेको छैन। लाइसेन्स मात्र होइन, नेपालका सडकहरूमा गाई बस्तुहरू समेत सहज रूपले हिँड्दा सवारी चालकहरूलाई समेत अप्ठ्यारो पर्ने गरेको छ। यो दृश्य बल्कु नजिकैको हो। यहाँ सहज रूपले गाईका 4वटा बाछा सडक बीचमा बसेको देख्न सकिन्छ। यिनलाई हटाउन न त ललितपुर उपमहानगरपालिका नै क्रियाशील छ, न त अरू कुनै निकाय नै। विशेष गरी दूध दिँदाजरी पालेर राख्ने र दिन छाडेपछि सडकमै छाडिदिने प्रवृत्तिका कारण काठमाडौँका अधिकांश रिङ रोड क्षेत्रमा छाडा जनावरहरू देख्न सकिन्छ। रातिको समयमा यस्ता छाडा जनावरका कारण धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ। हाम्रो योजना दुर्घटना न्यूनीकरण गराउने हो। पछिल्लो समय सञ्चारकर्मीहरू समेत यसमा सचेत बन्न थालेका छन् र बेला बेलामा प्रभावकारिताका विषयमा छलफल समेत गर्न थालेका छन्। यसपटक कास्कीका सञ्चारकर्मीहरूले पनि यसै विषयमा छलफल गरे। हाम्रो तेस्रो रिपोर्ट हेरौँ।